नेताजी जिंदाबाद, नेताजी जिंदाबाद, हाम्रो नेता, हाम्रो नेता, हाम्रो नेता, हाम्रो नेताजी जिंदाबाद। वाह नमस्ते। नमस्ते। नेपाली भोट माग्न आएको। माग्नु त माग्नुहुन्छ, पहिले पनि भोट दिएकै हो, तपाईँले केही गर्न सक्नु भएन, अब के भोट दिनु। भोट त्यसमा है त। हस् वाह नमस्ते। नमस्कार। नेपाली भोट यसमा हालिदिनु होला है। हस् ल सर लाग्यो। हस् नमस्ते हजुर, नमस्ते। नमस्ते। म चाहिँ स्वतन्त्र उम्मेदवारबाट उठेको छु। त्यसमा तपाईँहरूले मलाई भोट दिएर जिताउनु पर्यो। ए हस्। हाम्रो चुनाव चिन्ह चाहिँ यो घडी छाप रहेको छ है त। ए हस्। हस् हजुर। नेताजी जिंदाबाद, नेताजी जिंदाबाद, नेताजी नमस्ते। ओहो म नमस्ते। त फेरि भोट माग्न आएँ नि। आउनु परिहाल्यो नि। ल यसपालि भोट यसमा हालिदिनु होला है त। हस् थ्याङ्क यू। नमस्ते। ल नमस्ते। नमस्ते हजुर, नमस्ते नमस्ते। म चाहिँ स्वतन्त्र उम्मेदवार यो क्षेत्रबाट उठेको छु। तपाईँहरूले भोट दिएर मलाई जिताउनु पर्यो। हुन्छ नि, हामी त अब सबै अब पहिले चाखिसकेका उम्मेदवारलाई भन्दा नयाँ उम्मेदवारको हामी खोजीमा छौँ। अब तपाईँहरू जस्तो युवाहरू राजनीतिमा आउनुभएको छ, यसबाट चाहिँ यो ठाउँको विकास, देशको विकासमा बल पुग्छ भन्ने आशा गरेका छौँ। तपाईँहरूलाई चाहिँ हामीले अब तपाईँको चुनाव चिन्हमा मतदान गरेर हामी त्यही त हाम्रो चुनाव चिन्ह चाहिँ यो घडी रहेको छ र हाम्रो अभियान भनेको पनि तपाईँको भ्रष्टाचारीहरूलाई चाहिँ ठेगान लाउने र यो हाम्रो ठाउँलाई चाहिँ विकासको तर्फ अगाडि बढाउने तर्फ हो। त्यसको लागि पनि तपाईँले हामीलाई चाहिँ तपाईँको चाहिँ अब विजय सुनिश्चित होस्, तपाईँबाट चाहिँ समाजले केही न केही योगदान पाओस् भन्ने हाम्रो अग्रिम शुभकामना। हस् धन्यवाद। नेताजी जिंदाबाद, नेताजी जिंदाबाद, नेताजी अब ढोकिदिए नेपाली हामीलाई जिताउनु होला अनि मलाई आशीर्वाद दिनुहोस्। ल ल हस्। नमस्ते हजुर, नमस्ते। नमस्ते। हामी चाहिँ यो क्षेत्रबाट नयाँ उम्मेदवार जिन्जीबाट हामी उठ्दैछौँ र तपाईँले हाम्रो यो चुनाव चिन्ह घडीमा हालेर जिताउनु पर्यो। हस्। हस् नमस्ते। नेपाली फेरि भोट माग्न आएको अनि भोट यसमा दिनु होला है। ल त लाग्यो। केटा हो, यो चुनाव हामीले जसरी पनि जित्नुपर्छ। त्यसको लागि छ नि, मासभात हुन्छ कि प्याट्रोल हुन्छ कि नत्र भने पैसाले पेर्नुपर्छ। बुझ्यो? तपाईँ चिन्ता नगर्नुहोस् नेताजी, यो जनताहरू भनेको सब मासु भातमा बिक्नेहरू हो। यिनीहरूलाई भोट कसरी ढाल्नुपर्छ मलाई थाहा छ। हो नेताजी, हामी गर्छौँ। हो नेताजी, हामी ताल परे ठोक्छौँ पनि। साथै हामी नेपालीको चुनाव जित्दैन जस्तो लाग्छ र। किन नि विपक्षी पार्टीले हेर त्यहाँ सबैलाई पेट्रोल मासु भात घर घर गएर उल्टे पैसा पनि बाँडिरहेछ। कसरी जित्छ हामीले? त्यस्तो होइन यार, अहिले जनताहरू धेरै बुझ्ने भइसक्यो। यो जेनजी आन्दोलनपछि जनताहरू एकदमै बुझ्ने भइसक्यो र अर्को कुरो, जनताहरूले आफ्नो मत खेरो फ्याल्न दिँदैन। यसपालि चुनेर जनताहरूले नेताले जिताउनेछ। अनि सुन्न, हामी दुईजना मात्रै प्रचार प्रसार गरेर त कहाँ हुन्छ? विपक्षी पार्टी घेर कतिजना मान्छे हिँडिरहन्। त्यस्तो होइन कि यार, आज हामी तरमा छौँ, भोलि अरू दुईजना थपिन्छ, त्यसै गरी पर्सि दुईजना थपिन्छ। हो यसरी अहिले हामीले हार मान्यो भने हामी जिन्दगीमा कसैले अगाडि बढ्न सक्छौँ र हामीले यो अहिले चान्स पाएको बेलामा राम्ररी हामीले हिँड्नै पर्छ। तरमा भएर के हुँदैन, आज दुईजना छ भोलि अर्को दुईजना। तेरो कुरा पनि ठिकै हो। अब हिँड्न, अब हामी प्रचार प्रसारको लागि जाऊँ। हजुर। नेताजी जिंदाबाद, नेताजी जिंदाबाद। भाइ यसलाई हामीले हेर भाइ, चुनावको माहौल छ, हामी काममा ल जाउँ। त्यसमा भेटेर कुरा गर्नु पर्छ। ए भाइ, चुनाव जित्यो भन्नाले त राजनीति गर्दा गर्दा बुढो भइसक्यो। नेताजी, राजनीति भने सिकेर आउने, भोगेर सिक्ने हो। तपाईँहरू जस्तो भ्रष्टाचारी नेता यो ठाउँमा नभएको भए हामी जस्तो युवाहरू उठ्नु पर्थेन। हेर भाइ,
तिमीहरू 2 दिन हिँडेर के चुनाव जित्ला जस्तो लाग्छ? नेताजी तपाईँलाई आज नै शुभकामना र हामी चुनावको नतिजा एक दिन जिताउँला। मेरो केटा हो, यो कुरोलाई हामीले मजा लिनु। आजदेखि प्रत्येक घरमा गएर 5-5 हजार बाँड्नु। हुन्छ नेताजी, म भरे नै केटाहरूलाई खटाएर सबलाई पठाइदिन्छु नि है। नमस्ते बा। नमस्ते। ल यसपालि चाहिँ यसमा भोट हालेर हामीलाई जिताउनु पर्यो। भोट चाहिँ यसैमा हाल्नुपर्छ है त? ल यसैमा हाल्ने हो नि। ल ल हजुर भोट चाहिँ है ट्याक्क अब के हो यो हेर्नु त एकचोटि चुनाव चिन्ह चप्पलमा अन्त कहीँ जानु भएन, यसमै आउनु पर्यो। लिगेपछि यसमा आउनु परेन एकदम ल है त। ल हजुर, यसपालि भोट चाहिँ चप्पलमा है। हजुरलाई यो सानो चिया खर्च है। ओके ओके। हाम्रो पार्टी हाम्रो पार्टी विपक्षी पार्टी यो जित कसको? यो जित कसको? यो जित कसको? ल बधाई छ। धन्यवाद धन्यवाद तपाईँलाई। भोलिदेखि जनताको सेवा गर्नु। ल ल धेरै धेरै शुभकामना। पार्टी हाम्रो पार्टी यो जित कसको? यो जित कसको? भोट त यसमा घडीले हाल्नुपर्छ, यस्ता भत्साहरूले हाल्ने हो। ल पैसा त लिने हो नि। यसपालिको भोट त युवालाई हो, घडी छ। अहिले मलाई थाहा छ नि त भोट कसलाई दिनुपर्छ, के गर्नु। अहिले त यङहरूको चान्स हो नि त। यो जित कसको? 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 छौरा तमाराको बनेर चिच्याई डाकमा डाको छोडेर उड्ने छ देश उदाउने छौ हामी यो भाग्यको घरलाई उठाउनु